धेरैले भन्छन् नेपालमा व्यवसाय गर्न सजिलो छैन, भ्रष्टाचार छ, सिस्टम खराब छ, बजार छैन, आर्थिक मन्दी छ। तर समस्या सिस्टममा होइन, तपाईँको तयारीमा हो। किनभने हजारौं मान्छे यही नेपालमा यही सिस्टममा सफल भइसकेको छ। आज म तपाईँलाई विदेशबाट फर्किएर नेपालमा व्यवसाय सुरु गर्ने ए टु जेड प्लान बताउँछु। यो हाम्रो सिरिजको मास्टर एपिसोड हो। अघिल्ला 7 वटा भिडियोमा हामीले साना साना बिजनेस आइडिया, कम्पनी दर्ताको प्रक्रिया र मार्केट रिसर्च छुट्टा छुट्टै हेर्यौं। आज ती सबैलाई एकै ठाउँमा जोडेर थप गहिराईका साथ पुरा प्रोसेस बुझौँ है त। नमस्कार, म रमेश पौडेल। पत्रकारिता गरेको 10 वर्ष भयो। त्यसमध्ये आर्थिक पत्रकारिता मात्रै करिब 5 वर्षदेखि गर्दै आएको छु। यो भिडियो बनाउन अघि मैले व्यवसायको अनुभव, व्यवसायहरूका थुप्रै अन्तर्वार्ता र पुस्तकहरू अध्ययन गरेर रिसर्चका आधारमा जानकारीहरू तयार पारेको हुँ। तपाईँ विदेशमा हुनुहुन्छ र मनमा एउटै कुरा घुमिरहेको छ, अब व्यवसाय त गर्ने हो तर आइडिया के लिएर सुरु गर्ने? तपाईँ जस्तै हजारौं नेपाली दिनरात यही प्रश्नमा अल्झिन्छन्। कोहीले सोच्छन् मसँग नयाँ आइडिया छैन, म व्यवसाय नै गर्न सक्दिनँ। यही सोचले हो वर्षौं विदेशमा जोगाएको पैसा न लगानी हुन्छ न त फर्किने आँटे। आजको भिडियोमा म तपाईँलाई ठ्याक्कै त्यही देखाउँछु। पहिलो, आइडिया भनेको नयाँ सोच्ने कुरा होइन, बरु के हो भनेर बुझाउँछु। दोस्रो, आइडिया नै छैन भने पनि व्यवसाय सुरु गर्न सकिन्छ भनेर देखाउँछु। तेस्रो, बजार अध्ययन कसरी गर्ने, साझेदार राख्ने कि नराख्ने भन्ने टुङ्गो लगाउन भन्छु। चौथो, 1 वर्षको बजेट प्लान, लगानी कहाँबाट ल्याउने, ऋण लिने कि नलिने, यो पनि खुलेर भन्छु। र अन्तमा कम्पनी दर्ता गर्न नेपाल आउने कि नआउने भन्ने प्रक्रिया पनि मजाले भन्छु है त। किनभने तपाईँ खाली हात फर्केर आउनु भएको होइन, तपाईँले केही बनाउन आउनु भएको र त्यो सपना ठगिएर नटुटोस्। र त्यही भएर आज म तपाईँसँग बसेर यही कुरा गर्छु। सुरु गरौँ त। बिजनेस आइडिया कसरी ल्याउनेबाट। कसैले नसोचेको आइडिया ल्याउँछु र मनमा अर्कै आइडिया ल्याउँछु भन्ने नसोच्नुहोस्, यो गलत हुन्छ। आइडिया नयाँ सोच्ने भन्दा पनि भइरहेको बिजनेसलाई कसरी नयाँ तरिकाले गर्ने भन्ने सोच्नुपर्छ। पुरा बिजनेस कसरी चल्छ भन्ने कुरा थाहा नपाएर पनि धेरैले लगानी गरेको हुन्छन्। त्यो गल्ती तपाईँ चाहिँ नगर्नुहोस्। कमाउने तरिका थाहा छैन भने त्यो बिजनेसतिर हात नहाल्नुहोस्। तपाईँलाई के गर्न मनपर्छ त्यतातिर ध्यान दिनुहोस्। तपाईँलाई मन परेको बिजनेसमा तपाईँले कतिको महत्त्व दिन सक्नुहुन्छ, अर्थात् भनौँ कस्टमरलाई के भ्यालु एड गरेर तपाईँ बेच्न सक्नुहुन्छ, त्यो कुरा ख्याल गर्नुहोस्। तपाईँले व्यवसाय गर्न अघि यो सोच्नुहोस् कि तपाईँले ग्राहकलाई के दिनुहुन्छ जसले गर्दा ग्राहकले तपाईँलाई पैसा दिउँ, यो कुरा सोच्नुहोस्। यदि तपाईँसँगै आफ्नै आइडिया छैन भनौँ भने, तपाईँ यदि नेपालभरको बिजनेस गर्न चाहनुहुन्छ भने विदेशमा अरूले राम्रोसँग चलेको आइडिया नेपालमा भित्राउनुहोस्। यदि तपाईँ साना सहरहरूबाट हुनुहुन्छ भनौँ भने ठुला सहरहरूमा भइरहेको र गरिरहेको आइडियाहरू लगाउनुहोस्। अब तपाईँको बिजनेस त छनौट भयो, अब आउँछ रिसर्चको चरण। तपाईँले गर्न खोजेको र मानिसलाई पनि आवश्यक भएको अन्य बिजनेसहरू के छन्, त्यस्ता खालका बिजनेसहरू कसरी सञ्चालन भइरहेका छन् त्यो खोजेर थाल्नुहोस्। उदाहरणको रूपमा तपाईँलाई मिठो परिकार बनाउन मन छ वा भनौँ नयाँ मानिसलाई सर्भिस दिन मन छ। अब तपाईँले के खोज्ने भने, अब मैले बनाएर दिने परिकार कस्ता रेस्टुरेन्टमा छन्, तिनीहरू र ममा के फरक हुन सक्छ, उनीहरूको रेस्टुरेन्टमा कस्टमर आउँदा के समस्या भोगिरहेका छन् र तपाईँले त्यो समस्या कसरी समाधान गर्न सक्नुहुन्छ, यो सबै रिसर्चको चरणमा सक्नुहोस्। अब कुरा गरौँ व्यावसायिक पार्टनर राख्ने कि नराख्ने भन्ने विषयमा है त। अहिलेसम्म जति पनि लाखौँ करोडौँ र अर्बौं रुपियाँ कमाएका मान्छेहरू छन् तिनीहरूले टिममै काम गरेर कमाएका छन्। बिजनेस भनेकै टिम हो, तर टिम भने तपाईँको सोचसँग मिल्ने खालको पर्छ। पार्टनरसिपमा हरेक व्यक्तिले नयाँ आइडिया आउँछ र त्यो आइडियामा काम गर्दा एकअर्काको कमजोरी भएर सुधारेर राम्रोसँग बिजनेस चल्न सक्छ। त्यसको धेरै ग्रोथ भएको पनि थुप्रै उदाहरणहरू छन्। तर कहिलेकाहीँ पार्टनर नराम्रो पर्दा भनौँ भने बिजनेसलाई नै त्यसले ह्याम्पर गर्न सक्छ। त्यसैले आफ्नो सोचसँग मिल्ने बिजनेस पार्टनर भने खोज्नुपर्ने हुन्छ। यदि बिजनेस पार्टनरै भेटिएन भनौँ भने रोकिने भने होइन, अगाडि चाहिँ बढ्नुपर्छ। बिजनेस छानियो, रिसर्च पनि भयो, पार्टनरसिप पनि पक्कापक्की भयो। अब व्यवसायको बजेट बनाउनुपर्छ। यही नै हो व्यवसायको मुख्य मुटु। 1 वर्षको बजेट प्लान रिपोर्ट बनाउनुपर्छ, जसमा तपाईँले सेल्स र मार्केटिङ प्लान त छुट्याउनै हुँदैन। तपाईँले गर्ने व्यवसायको पुरै लगानी कति हो,
1 वर्षमा के खर्च हो, सानोभन्दा सानो खर्च पनि लेखेर राख्नुपर्छ। त्यसबाट कतिसम्म नाफा कमाउनुहुन्छ त्यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि नै तयार हुनुपर्छ। तपाईँको व्यवसायमा लाग्ने खर्च कहाँबाट ल्याउनुहुन्छ त्यो सबै स्पष्ट हुनुपर्छ। जस्तो आफैले आफ्नै विदेशबाट कमाएर बचाएको पैसा आफन्तसँग माग्ने, साथीभाइसँग माग्ने वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, यो सबै योजना हुनुपर्छ। पैसा जुटाउने विषयमा चाहिँ मेरो व्यक्तिगत धारणा पनि छ है। यसमा मेरो व्यक्तिगत सुझाव चाहिँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा भने सकेसम्म नलिनु होला। सकेसम्म तपाईँले आफ्नै पैसा वा आफन्त वा साथीभाइको पैसाबाट व्यवसाय सुरु गर्दा राम्रो हुन्छ। पछि व्यवसाय राम्रोसँग चल्यो भने तपाईँले बैंक तथा वित्तीय संस्थाबाट अझ थप व्यवसाय विस्तार गर्न ऋण लिन त सक्नुहुन्छ। तर इनिसियल फेजमै ऋण लिँदा भने त्यो ऋणको बोझले व्यवसायलाई ह्याम्पर गर्न सक्छ। यदि तपाईँसँग सानो पुँजी छ भने पनि धेरै खर्च नगर्नुहोस्। मानौ मैले अगाडिका एपिसोडहरूमा सर्ट भिडियोमा भने जस्तै तपाईँलाई क्लाउड किचनको व्यवसाय गर्न मन लाग्यो, तर तपाईँसँग थोरै पैसा छ भने सटर नलिनुहोस्। बेसिक खर्च हिसाब गर्नुहोस् र आफ्नै घरबाट सुरु गर्नुहोस्। र बिजनेस गर्दा कहिले भुल्न नहुने एउटा कुरा छ, त्यो के हो थाहा छ? त्यो हो 6 महिनाको ब्याकअप। अर्थात् 6 महिनालाई धान्ने खर्च सुरुमै बिजनेस स्टार्ट गर्दाखेरि नै रेडी गरेर राख्नुहोस्। किनकि सुरुको तपाईँको 6 महिना जति तपाईँलाई बिजनेसले रिटर्न नदिन सक्छ। त्यसको लागि यो पैसा काम गर्न सक्छ। यदि तपाईँको बिजनेसमा भोलि पर्सि या भविष्यमा कुनै अप्ठ्यारो आइहाल्यो भने पनि 6 महिनाको ब्याकअप प्लानले तपाईँको व्यवसाय डुब्न दिँदैन। लगभग व्यवसायको अब सबै तयारी पुरा भयो। अब व्यवसाय दर्तातिर लागौँ नि त। अब तपाईँ विदेशमा हुनुहुन्छ भने अनलाइनबाटै आफूले गर्न चाहेको कम्पनी दर्ता गर्न सक्नुहुन्छ। कम्पनी दर्ताकै लागि भन्दा तपाईँ नेपाल आइरहन चाहिँ पर्दैन। तर यदि तपाईँ नेपालमै हुनुहुन्छ भने चाहिँ कम्पनी रजिस्टरको कार्यालयमा गएर दर्ता गर्न सक्नुहुन्छ। तपाईँको व्यवसाय विशेष खालको छ भने चाहिँ अन्य निकायहरूबाट पनि तपाईँले अनुमति भने लिनुपर्ने हुन्छ। व्यवसाय स्टार्ट गर्दाखेरि सुरुमा भने वडाबाट अनुमति लिन भने नबिर्सिनु होला। त्यसैले आइडिया, अध्ययन, पार्टनरसिप, बजेट र दर्ता यी 5वटा कुरा मिलाउनु भयो भने तपाईँको व्यवसाय सुरु हुन्छ। 5वटा कुरा मिलाउनु भयो भने तपाईँको व्यवसाय सुरु हुनुभन्दा अगाडि नै आधा सफलता भइसक्छ। बाँकी आधा त तपाईँले काम गर्दा गर्दै सिक्नुहुन्छ। मैले यो भिडियो एकले तपाईँलाई पैसा कमाउने तरिका सिकाउनको लागि मात्र बनाएको हो। मेरो चाहना के हो भने तपाईँ जस्तै विदेशमा बसेका मेहनत गरेका मान्छे नेपाल फर्किँदा केही ठोस योजना लिएर फर्किउन् भन्ने र आफ्नो परिवारसँगै बसेर अरूलाई पनि रोजगारी दिउन् भन्ने हो। तपाईँ अहिले कुन देशमा हुनुहुन्छ र फर्केर के व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। म हरेक कमेन्ट पढ्छु र सकिन्छ भने त्यही जवाब दिने प्रयास गर्छु। यस्तै व्यवहारिक जानकारीका लागि च्यानल सब्सक्राइब गर्नुहोस् र भोलिदेखि फेरि सुरु हुने सर्ट भिडियोको हाम्रो सिरिज त चलि नै रहन्छ। अगाडिको भिडियोहरू हेर्नु भएको छैन भने तपाईँ प्लेलिस्टमा गइकन हेर्न पनि सक्नुहुन्छ। धन्यवाद। नमस्कार।